back to our channel घुमन्ते बुढाबुढी। सो आज हामी कहाँ जाँदैछौँ गेस गर्नु त? एकदम एक्साइटेड ठाउँमा जाँदैछ। एक्साइटिङ ठाउँ। सो यो चाहिँ हाम्रो ड्रिम ट्रिप नै हो, एकदमै ड्रिम ट्रिप। तर के गर्ने अब टाइम कन्स्टेन्टले गर्दाखेरि अब त्यो ठाउँलाई एक्सप्लोर गर्दा पनि हामी चाहिँ फिल गर्न गइरहेछौँ। सो दिस भ्लग गर्न बी सो स्पेसल। सो गाइज हामी रेडी भइसक्यौँ निस्किनलाई। सब रेडी भइसक्यो, एभ्रिथिङ इज रेडी। सबै प्याक भइसकेको छ। अब हामी लाग्छौँ हाम्रो गन्तव्यतर्फ। एक्साइटेड छौ कालु? एकदम सुरुवात नै यस्तो डेन्जर भइसक्यो यार। हिमाल देखिसक्यो कालु? लास्टै दामी हिमाल देख्यो? देख्यो। यो चाहिँ हामी बेसी सहरको बजारमा छौँ। अब बेसी सहरबाट अगाडि हिँड्दैछौँ। ठाउँ रिभिल गरेको छैन, बेसी सहर चाहिँ भनिसकेको। यहीँबाट यस्तो भइसक्यो, माथि पुगुन्जेल के हुने होला? ओ माई गॉड। मनाङ्गे चौतारा। बिहानको यस्तो दामी घाम लाग्दाखेरि डाँडाहरूमा यस्तो हुन्छ के। अनि गाइस हामी कहाँ जानला हो गेस गर्नु हो त भनेर? उता मनाङ इको ब्रिक। अनि के अब हिँड्दै बाटो यस्तो हो होला? ल सरी एडभेन्चर होला यस्तो। राम्रै कहिले अघि त्यति मात्र बिग्रिया रहेछ यार बाटो। धन्न के भयो? अघि त्यति मात्र बिग्रिया रहेछ कि बाटो। त्यहाँ अलिकति बिग्रिया रहेछ। म त अबदेखि नै सुरु भयो क्या हो भने एकछिन त राम्रो बाटो हुनुपर्ने नि। नेपालमा बाटो बनाइदिएदेखि त के गर्नु र? नेपालमा बाटो चाहिँ बनाइदिनु पर्ने हो कि होइन भन त? अब जियोग्राफी कन्डिसनको कारणले अलिकति गाह्रै छ क्या हाम्रो बाटो बन्नलाई। गाह्रो छ त, त्यत्रो स्विजरल्यान्डहरूमा नि बनि नै रह बाटो। बनि त रहेछ, पैसा धेरै खर्च हुन्छ। अनि पैसा अब चाहिने बजेट खर्च हुँदैन नि त ठाउँमा। अब सबैजनालाई खानै परेको छ। त्यो नखाइकन बनाउने हो नि त, त्यही त भन्न लाग्यो। इमान्दारीपूर्वक गर्ने हो भने त स्विजरल्यान्डवालाहरूले चाहिँ भन्थे हामी अब नेपाल जस्तो बन्नु छ भनेर। ल मर्स्याङ्डी खोला पनि देखियो। यो कुन खोला हो? मर्स्याङ्डी। मर्निङ लाइटको चामै छुट्टै हुन्छ कि है। धन्न बिहान चाँडै उठेर निस्क्यो है गाल। त्यही त हो। भाइजर लगाउनु नि मन लागेन के, अलिअलि चिसो त भइरहेछ तर इट्स ओके। ओहो माई गॉड, कस्तो लक्की हो क्या नेपालीहरू, हो कि होइन? एकदम होइन जस्तो लाग्यो भने घरबाट बाहिर निस्केर हिँड्न थाल्नुहोस्। बाटो बनिदिएदेखि त सही हुने रहेछ। बाटो बनिरहेको छ। अब रेडी वर्षमा अलिकति राम्रै होला बाटो। यतिको बाटो सजिलो त्यति अप्ठ्यारो पनि छैन। त्यस्तो अप्ठ्यारो नि छैन। अनिखेरि त्यहाँ अगाडि हिमाल हेर्नुहोस् न, यस्तो दामी त्यो बिहानको सनलाइटको कस्तो राम्रो देखेको। उतापट्टिको गाउँहरू पनि यस्तो राम्रो छ। यतिको बाटो नेपालमा, हाम्रो नेपालमा एकदमै राम्रो हो भन्नुपर्छ। जहाँ हामी जान लाग्छौँ त्यो ठाउँको हिसाबले चाहिँ खासमा मुस्ताङ जस्तो बाटो भइदियो पनि हुने है। अब
बन्द छ बिस्तारै। गाइस यतिको बाटोलाई के भन्नुहुन्छ, राम्रो छ कि छैन कि, तर अघि हिँड्ने बेलादेखि चाहिँ बाटो चाहिँ यत्तिकै छ र पोखराबाट आउनेहरूलाई चाहिँ अलि त्यस्तो गाह्रो नहोला, किनभने बेसी सहरसम्म बाटो राम्रो छ, त्यहाँसम्म A1 गरी आइपुगिन्छ। अनि त्यहाँदेखि चाहिँ यो फेरि यस्तो हो। तर काठमाडौँबाट आउँदाखेरि चाहिँ अब त्यो काठमाडौँ बुङलिङको बाटो पनि त्यस्तो छ, त्यसपछि फेरि यस्तो छ, त्यो चाहिँ अलिक गाह्रो पर्न सक्छ। बाँकी अब इम्पोसिबल भनेर त केही पनि छैन, अलिकति आँट गर्नुभयो भने सक्नुहुन्छ। ल यस्तो दामी हेर्नु छ भने त आउनु पऱ्यो नि। एकैछिन 1 सेकेन्ड राम्रो बाटो आउँछ, त्यसपछि त्योभन्दा दामी बाटो आउँछ। तर विदेशीहरू चाहिँ पुरै ट्रेकिङ हान्ने रहेछन् क्या युट्युबमा। त्यहाँ अघि उता पछाडि नै देखाएको थियो हामीले। फेरि सबै त्यो हुन्छ नि, त्यो हाम्रो जस्तो यङ पनि होइन कि, अलिकति हाम्रो बाउआमाको एजको मान्छेहरू चाहिँ अनि कस्तो राम्रो लाग्ने क्या त्यस्तो देख्दा। हाम्रो नेपालमा पनि त्यस्तो कल्चर भइदिनु नि। विदेशीहरू त पुरै 50 कटेको 55 कटेकोहरू त मस्त। हामी यत्रो बाइकमा हिँड्दा गाह्रो भइरह भन्ने, उनीहरू त ट्रेकिङ हानिदिने हो कि सिधै। डेन्जर हो यार, त्यस्तो चाहिँ यहाँ पनि हुनु पऱ्यो है गाइस। जगत 3 किलोमिटर्स, चामे 37 किलोमिटर्स यहाँबाट। जगत गाउँ चाहिँ पुरा लागेको छ। गाउँहरू देख्दा नि कस्तो खुसी लाग्ने कि, कस्तो राम्रो लाग्ने। हाम्रो मामा घर नि यतातिर भइरहेको हुन्थ्यो नि है अगाडि, यतातिर मामा घर, ससुराली मामा घर, फुपू घर, ससुराली फुपू घर, रिलेटिभ्स यत्रो छ नि। कसैको घर छैन यस्तो ठाउँ, के गर्नु। यो त डेन्जर छ है कालु। ओइ कालु कालु भनिरहेको डेन्जर छ। पुगेन नि त ढुङ्गामा, यो ढुङ्गा परेको के साइडबाट छ, उताबाट जाँदैन चाहिँ कहिले यत्रो ढुङ्गा छ यार। उताबाट जाऊ न, उताबाट ओ ओ यस्तो सातो भयो। यो खासमा बालुवा त बालुवा, ढुङ्गाहरू यत्रो ठुल्ठुलो रहेछ कि। त्यहाँ जगत आउने बेला चाहिँ बाटो अलिकति डेन्जरै रहेछ। हुन त त्यहाँ बोर्डमा खतरा भनेर लेखेको थियो, यतिको खतरा होला भन्ने चाहिँ सोचेको थिइनँ। ढुङ्गै ढुङ्गा बेसी ठुल्ठुलो, अनि फेरि बालुवाले छोपेको नदेखिदिने ढुङ्गा पनि। मान्छे त्यही भएर ट्रेकिङ हान्नु। हामीले अरूहरूको भिडियो हेर्दा, भ्लग हेर्दा यतिको बाटोलाई त राम्रो छ भन्नुपर्छ भनेर भन्नुभएको थियो। यतिको बाटोलाई राम्रो भन्नुपर्छ हिँडिराख्नेहरूलाई, तर नहिँड्नेहरूलाई त गाह्रो हो। हामीलाई त यतिको गाह्रो लाग्छ भनेको पुग्न सकिन्छ, किन नसक्ने होइन। तर अलिकति टाइम बेसी लिएर आउनु। 4 घन्टाको बाटो भनेर कसैले भन्छ भने 6 घन्टा लाग्छ भनेर चाहिँ आउनु। मेरो कालुलाई रिस उठिहाल्यो, उखाएर अनि कुदा होइन कहिले। डेन्जर भएर म त झरेको। गाइस के सजिलो छ जस्तो लाग्छ हो घुम्न आउनु। त्यस्तो सजिलो पनि छैन यार। कहाँ बाटोमा त सातो जान्छ नि। राइडिङ ज्याकेटहरू लाएर आउनु पर्ने रहेछ यहाँ त।
तल पनि त्यस्तै छ कि कालो छैन छैन बस न यो ढुङ्गाहरू छ के बस न सो गाइस फाइनली हामी जग्गा त आइपुग्यौँ यहाँ पनि यति धेरै होमस्टेहरू रहेछ टी हाउसहरू रहेछ अनि कस्तो ब्युटिफुल रहेछ यो ठाउँ चाहिँ हजुरहरूलाई आउँदाखेरि बाटोमा गाह्रो भयो साँझ पर्न लागिसकेछ भन्दाखेरि यहाँ रोक्दा चाहिँ हुने रहेछ एकदम राम्रो रहेछ घाम पनि पर्ने टक्क खुल्ला डाउस भाइब्स पनि दामी ल गाइस फाइनली लड्दै बढ्दै हाम्रो ड्रिम प्लेसमा आइयो यस्तो दामी लाग्थ्यो है हेर्दाखेरि यो वाटरफल आफै हेर्न पाए कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो लास्ट कस्तो लागिरहेको कालो यत्रो लड्दै पढ्दै आएको वर्थ इट भयो लड्न चाहिँ लडे होइन लड्न मात्र बाँकी थियो लडिसकेको थियो लडेको थिएन बुढी रुँदै रुँदै आएकी बाटो देखेर मैले रोका रुवाई हेरेर ठाउँ चाहिँ वर्तित छ ठिकै छ गाइस एकछिन गोप्रो चार्जमा राख्दिनँ भने हरायो ल गाइस हामी कहाँ आइपुगेका छौँ गेस गर्नु हामी यस्तो झर्नामा आइपुगेका छौँ यस्तो झर्ना कस्तो झर्ना रे यस्तो के हो त्यो भने अक्टोपस झर्ना ल अघि देखा जस्तो यस्तो झर्ना छ कि छैन गाइस कस्तो रे के छ अक्टोपस झर्नाको सक्ने नि कुरा भयो नजिकै गर्दा डेन्जर भिजिरहेको हो कस्तो ठुल्ठुलो हो क्या डाँडाहरू बाटो पनि कस्तो अनमिलेर यस्तो बाटो देखाएको फर्स्ट टाइम हो है कालो यस्तो भइरहेको मुस्ताङमा त यस्तो छ मुस्ताङ 10% Monang प्रवेश लमजुङ जिल्ला सकियो फाइनली मनाङ जिल्ला प्रवेश यता पो भएछ मनाङ त हो बाटो एक्सेसिबिलिटी अझ इजी भइदिएदेखि त स्विजरल्यान्डको मान्छे यहाँ आएर सिफ्ट हुन्थ्यो होला कि मैले जमानामा भिडियोमा यो गाउँ हेरेर यही घर बनाएर बस्नुपर्छ भनेको थिएँ कति वर्ष अगाडि लगभग 2.5 वर्ष भयो होला होइन फाइनली यो गाउँ आफ्नै आँखाले ताल देख्यो भन्ने गाउँ हो ताल मेरो फेभरेट गाउँ हो अरे कस्तो दामी छैन ऊ वाटरफल पनि छ अनि यहाँ घर बनाएर बसेपछि के सकिएन तपाईँहरूलाई कस्तो लाग्यो गाइस यो गाउँ कमेन्टमा लेख्नु त कि म मात्र हो यस्तो साइको भएर फेरि क्यामेराबाट कतिको देखिएको थाहा है अनि फेरि त्यहाँ पनि वाटरफल छ अब हामी धारा पानीबाट माथि लाग्यौँ पेट्रोल किनेर हाल्यौँ
फुल गरेर त हिँडेको थियौँ तर फेरि डाउटफुल भएर पेट्रोल किन्यौँ 2 लिटर 220 रुपियाँ लिटर अब माथि पेट्रोल पनि पाइँदैन भाइ सबै यसरी नै सक्यो भने बोतल लिँदै भर्दै हिँड्नुपर्छ धारापानी गाउँ पर्थ्यो अझै 3 घन्टा लाग्छ रे बाटो यस्तै हो अघिदेखिको यस्तै हो बाटो राम्रो छ त्यो अलि अगाडिबाट कति राम्रो त्योभन्दा धेरै राम्रो छ कहाँसम्म त्यो हिमालमा अहिले हिउँ गरे भएदेखि त्यो पुरै हिमाल हुन्थ्यो त्यो ब्राउन होइन सो वी आर इन दानाक्य गाउँ दानाक्य होइन होला दानाक्य गाउँ हो भने जस्तो लाग्यो त्यो मैले गलत भनेको भने लेख्नु है कमेन्टमा अनि हिमालले पनि बल्ल आफ्नो झलक थोरै भए पनि यत्रो बाटो हिँडाइसकेपछि अलिकति भए पनि देखि अब दामी भागिसकेको छ कतिखेर हो त्यो राम्रो बाटो आउँछ भनेर चाहिँ राम्रो बाटो आइसकेको मलाई लाग्छ हिमाल देखेपछि चाहिँ आउनु लाग्ने होला राम्रो बाटो अब बाइकरहरू चाहिँ जस्तै धेरै के यस्तो खुसी लाग्छ है बाइकरहरूले देखेर चाहिँ मनाङ पनि बिस्तारै बिस्तारै मुस्ताङ जस्तो हुँदैछ बाइकर्स प्याराडाइज अझ अलिकति अरू एक्सेसेबल बनाइदिएदेखि त प्लस चाहिँ दामी गाइज यार यो हामीले क्यामेरा केहीमा अड्डाएन है मैले पछाडि समातेर बस्नु यसरी होइन जस्तै गाह्रो हुन्छ क्या यस्तो बाटोमा चाहिँ क्यामेरा समातेर बस्नु यसरी आई एम डुइङ इट फर यु गाइज किनभने ठाउँ त सबैले देखाउँछ नि बाटो कस्तो हुन्छ थाहै हुँदैन वाटरफल पनि है सानो वाटरफल बस्दा यस्तो मलाई चाहिँ होइन रोकी हिँड्न पाएदेखि बहुत हुन्छ जस्तो लाग्छ बाटोमा दामी भ्यू देखाए बेला रोक्ने अनि मन लागेको बेला रोक्ने अब यो पालि हेर्नुहोस् टाइमको चाहिँ एकदमै कमी भयो क्या अब नेक्स्ट टाइम आउँदाखेरि एटलिस्ट 3 दिन लिएर आउने हो 3 दिन आउँदाखेरि चाहिँ आनन्दले भ्यू इन्जोय गर्दै रोक्दै आनन्दले गर्न सक्छ खासमा त 1 हप्ता 10 दिन चाहिने हो तर अब चाहिँ नर्मल छुट्टी त त्यही हो अब एनुअल लिभहरू भनेको अलि धेरै हुन्छ त्यसमा चाहिँ 11-15 दिन 18 दिन जति छुट्टी हुन्छ तर अब त्यसमा हामी फेरि लङ बाइक ट्रिप पनि हाल्न सक्छौँ थाहा छैन त्यसको लागि सब्सक्राइब गर्नुहोस् हेर्दै गर्नुहोस् अनि अगाडि अहिले यो यस्तो दामी अर्को वाटरफल वाटरफलको वाटर चाहिँ सुकिसकेछ होइन माथि ठुलो छ ए यता चाहिँ आइरहेको माथि चाहिँ ठुलो छ अरे यसको भैँसी बल्ल अगाडि गएपछि देख्ला त्यो अघिको वाटरफलको ठुलो रुख चाहिँ यहाँ रहेछ किन रोक्ने गालु माथि हेर चाँडै पुग्न गए हुन्थ्यो मलाई त कहिले पुगौँ जस्तो भइसक्यो बाटो त म अघि नै हेरेर तिम्रो पछाडि तल बाटो हेरेर चलाउनु पऱ्यो है म त एटलिस्ट भिड त हेरेर छु पछाडि बसेर हेरिरहेको छु देखाइ पनि रहेको छु भाग्य उहीँ पुगेर खाने हिँड्ने त्यही म कतिखेर पुगौँ जस्तो भइसक्यो कि किनभने गाइज हामी जान लागेको ठाउँ चाहिँ होइन ट्याक्क स्विजरल्यान्ड भन्दा 1 पैसा पनि कम छैन क्या अनि त्यो स्टे पनि यस्तो दामी रहेछ यस्तो दामी आडो न त्यो भाइरल किन भएन अहिलेसम्म किन फेमस भएन मेबी अलिकति अफ बिटमा भएर होला तर लास्टै नै दामी छ कि कसरी भन्ने अब अनि त्यो कतिखेर पुगौँ जस्तो भएन होइन भात अब त्यही पुग्यो भने पुगेर खाँदा हुन्छ जानु भोक लागेन भने किमाङ अब किमाङ गाउँ
अनि होमस्टेहरू टी हाउसहरू टपिङमा छन्। अब यस्तो ठाउँमा आइसकेपछि नेपालीभन्दा बेसी टुरिस्ट देखिन्छन्। कस्तो स्प्रिङ भाइब्स आइदियो हुन्थ्यो जस्तो भइरहेको मलाई चाहिँ, किनभने मनसुन भाइब्स त पोसिबल छैन। मनसुन सकिसक्यो, स्प्रिङ भाइब्स माथितिर आइदियो भने चाहिँ राम्रो हुन्छ। सो गाइज फाइनली वी आर इन कोतो गाउँ। फोटो होइन फोटो कोतो कोतो गाउँ। अनि कोतो गाउँमा इन्टर गर्नुभन्दा अगाडि यस्तो बबाल हिमाल देखेँ, यस्तो बबाल हिमाल देखेँ। देखिन्छ म साइको भएर मैले भिडियो के बनाइन्छ त्यतिखेर अब हेर्नु। दिस इज कोतो गाउँ। कस्तो राम्रो क्या यहाँको गाउँहरू आमा। अनि यो हिमाल कस्तो राम्रो। म त जान्नै गानु घर फर्केर म यहीँ बस्ने हो अब। ओ काली गोम्पा रहेछ। अहिले जाने हो नजाने अहिले। यो कस्तो दामी गाउँ। कुन गाउँ हो यो? चाने हो यो चाहिँ चामे हो। यो पुरै अहिले जति पुग्छ यो पुरै चाने हो। चामे आइपुग्यौँ गाइस। We are near our destination. We are so much excited. चामे गाउँ पड़ेगा। अघिको बाटो यस्तो डेन्जर थियो, मैले भिडियो पनि बनाउन पाइनँ। अब यो फाइनली हामी कुन गाउँ आएर गालु जस्तै थाकिसक्यो। रोकेकै छैन। त्यो अघि नै अक्टोपस वाटरफलमा रोकेको थियौँ लास्ट, त्यसपछि रोकेकै छैन। किनभने कतिखेर पुगौँ जस्तो भइसक्यो। यसरी हिँड्न त नहुने है, खासमा बसी हिँड्नुपर्ने आनन्द आउँथ्यो। अनि फेरि यहाँ ब्युटी देखेर यस्तो लागिसक्यो कि वहाँको ब्युटी झन् कस्तो होला। यो चाहिँ एप्पल फार्म रहेछ। अनि त्यहाँ अघिको त्यो भिड लागेको पनि मान्छेहरू स्याउहरू किनिराख्नु। यही खोलाको बाटो त्यहाँ तलदेखि आएको वे टु पिसाङ भनेर लेखेको थियो त्यहाँ एउटा बोर्डमा। त्यहाँदेखि त बाटो डेन्जर रहेछ नि। अनि त्यहाँमाथि खोलाको अनि यस्तो डर लागेर म त राख्ने क्यामेरा त्यतिखेर चाहिँ बनाइन। अब यहाँ चाहिँ अलिकति त्यो तल खोला भएपछि झन् डर लाग्ने रहेछ छ। क्यामेरा नि हल्ल्या हो क्या हो, स्ट्यान्ड पुरै हल्ल्या हो जस्तो लाग्ला। ल अब यहाँ खतरा फोटो भिडियो बाटो के बाटो यो डेन्जर बाटो भने यही होला खास।
पिसाङ चाहिँ देखेन अब आइपुग्न लाग्यो आइपुग्न त लाग्यो 2-3 किलोमिटर हो मलाई यो क्यामेरा समात्दा गाह्रो भयो के गर्या काली न हल्लिन यार म हल्ले छैन कि तिमी हल्लाइदिरहेको ठसक्क भएर उ नगर्न अब अलिअलि त हुन्छ नि यस्तो भिडियो बाटो छ अलिअलि यताउति भइहाल्छ यस्तो गाह्रो हुन्छ गाइस अब क्यामेरा राखिदिएँ मैले त गाइस हामी त यस्तो दामी ठाउँमा आइपुग्यौँ यार के हो त यो तल मर्स्याङ्दी छ अनि यहाँ त नरोक्यो होइन भनेर रोकेको हो माइ गड यस्तो दामी ल वाट इज दिस प्याराडाइज यस्तो डाँडा त देखाउँदैन यार आशा तल मर्स्याङ्दी खोला भने अब हामी पुग्न पनि लाग्यो होइन ल अगाडि हिमालहरू ल यस्तो हो नि ल यस्तो हो नि त फाइनली गाइस ढुकुर पोखरी आइपुग्यो यस्तो राम्रो रहेछ ढुकुर पोखरी पनि के भयो कालो चिया खाने खाइदिनु चिया भन्ने माथि माथिबाट हिँड्नु देख्छ नि हिमालहरू चिया खाने अब दिस इज ढुकुर पोखरी गाउँ 3000 अब पिसाङ होइन ढुकुर पोखरीबाट हिँडेको यहाँबाट जम्मा 15 मिनट रहेछ हामी पुग्ने ठाउँ तर थाहा थिएन त्यही भएर ब्रेक लिइहाल्यो यसो के चिया खायो दुध चिया 150 रुपिस इच सो वी पेड 300 पर मिल्क टी अब यस्तै हो यस्तो ठाउँमा महँगो हुन्छ सो बार्गेनिङ सार्गेनिङ यतात्यता चाहिँ नगरेकै राम्रो बिकज बाटो देखिहाल्नुभयो कस्तो थियो होइन सो त्यहीँबाट ल्याउनु पर्छ गाडी पनि आउँदैन कति ठाउँमा त्यो पछाडि बोकेर ल्याउनु पर्छ होइन सो ठिकै छ अब त्यही हो गाइस अब हामी पुग्छौँ 10 मिनटमा अनि हामी जाने ठाउँको लागि चाहिँ यहाँ ढुकुर पोखरीबाटै खोला तर्नुपर्ने रहेछ बाटो पनि राम्रै रहेछ अघि दिदीले नि भन्नुभयो सो यहीँबाट खोला तरेर जान्छौँ अदरवाइज मलाई लाग्छ अन्त जानुको लागि चाहिँ पिसाङ पुगेर ओके अप्पर पिसाङ खोला तर्ने होला लोवर पिसाङ अप्पर पिसाङ यस्तो पनि रहेछ राइट जानु भन्ने मोनोलास्टिक ठुलो रहेछ कि ठुलो चाहिँ लास्टै ठुलो रहेछ वाह वाह अघिदेखि यस्तो बाटो आइदियो है यस्तो दामी बरु एउटा गाउँ राम्रो बाटो आएपछि त फेरि त्यस्तो बरु एउटा गाउँ घुमिगरी आउने क्या अब फेरि यस्तो बाटोमा आइन्छ होइन यो कुन लेक रहेछ लेकै सुकेर त तर यो लेक मैले देखाएँ हो यार भिडियोहरूमा ग्रिन लेक भने हो कि ग्रिन लेक होइन कुन लेक हो गाइस कमेन्टमा लेख्नु त मैले त चिनेन पानी सुकेर पनि हो अनि तर देख्न चाहिँ देखाए हो कि
आमा यहाँ यो पानीको कलर हेर्नु अब हामी चाहिँ काठको फुल परेको जाने कस्तो दामी यार हामी बसेको ठाउँबाट यो एरियामा चाहिँ हिँड्दै डोङ्ला आउनुपर्ने रहेछ क्या है मेरो बुढोलाई फेरि हिँडेर आउनुपर्छ भनेपछि आवाजै निस्किँदैन ल यस्तो दामी नेक्स्ट दिस इज नेक्स्ट यहाँ अनि खिच्ने नि कालु बाइक कुदाएको हो त लक्कै नै दामी रहेछ क्या अनि बुढाले त म चाहिँ यहाँ गएर बाइक कुदाएको भिडियो खिचिदिनु रे ल ठिकै छ म त बिर्सिरहेको गाइस हामीसित स्ट्यान्ड पनि थियो मैले स्ट्यान्डमा लगाइदिएँ अब यस्तो दामी भिडियो आउँछ होला बाटो यस्तो डेन्जर रहेछ पुल कटेपछि त फेरि झरेर आइहालेँ ल अब यो चाहिँ मैले गोप्रोबाट खिचेको गाइस यार कसम भगवान् कसम मैले झुट बोल्न होइन मेरो दिमाग सिमाग उडिसक्यो कि राम यस्तो दामी त मैले जिन्दगीमा कहिले पनि देखाएको थिइनँ हामीले नै देखाएको थिएनौँ ओ माई गड चारतिर चार थरीको ल्यान्डस्केप छ कि अब चाहिँ म भन्छु है यतिको ठाउँको लागि त्यति बाटो बनाइदिनु भनेकै एकदम ठुलो कुरा हो आफ्नोमा थ्याङ्क यू भेरी मच जसले पनि त्यो बाटो बनाउनु भयो नत्र हामीले यस्तो कहाँ देख्न पाउँथ्यौँ यार यहाँ कसरी जान्छ यो बाटो साँगुरो रहेछ बाइक जान्छ कि जाँदैन भनेर हेर्नु पऱ्यो अब यतिमा त जानुपर्ने हो ल विच गाउँ इज दिस वाट प्लेस इज दिस ओ माई गड कस्तो दामी यहाँसम्म त देखिरह है उता बुढा पनि कुरिरह फेरि जान्छ जस्तो गाइस यार अब यहाँ त म भिडियो बनाइ गर्छु है बाटो पनि ठिकै छ त्यस्तो बरै उतो छैन अघि जस्तो अनि ल्यान्डस्केप त एकदमै नेक्स्ट लेभल के र त्यो फोटो भिडियोमा जति देखिन्छ नि त्यसको त 0.000 अहिले मैले देखाएको पनि योभन्दा पनि कति धेरै होला नि त अब हामीले यहाँ छौँ यो देखाइरहेको छौँ त्यस्तो त हो नि अब यता हेर्नु कहाँ हेर्ने म त यही टेन्ट लगाएर बस्दिउँ कि यार यो ठाउँ चाहिँ मलाई अस्ति दामी लाग्यो क्या कालु हामी पछि अब उता बस्ने ठाउँ पनि नजिकै नै छ नि होइन यहाँ आउनुपर्छ क्या फेरि यसो रिल सिल पनि बनाउनु पऱ्यो भिडियो सिडियो बनाउनु पऱ्यो यार नेपाललाई प्रमोट गर्नु पऱ्यो अनि गाइस हाम्रो इन्स्टाग्राम फेसबुक टिकटक फलो गर्नुभएको छ कि छैन गर्नु भएन भने गरिहाल्नु है किनभने त्यो दामी दामी रिलहरू चाहिँ फेरि त्यतैतिर आउँछ यता त अब भ्लग भइहाल्यो कस्तो कडा यार अब मेरो फेभरेट डेस्टिनेसन त बनाएँ भयो आदमी थियो गाह्रो भएदेखि म झरेर हिँड्दिनँ होइन बाटो जान्छ कि जाँदैन भन्ने चाहिँ मलाई डर लागिरहेको बाटो गएन भने फर्किनुलाई यस्तो राम्रो बाटो फर्किनु के टेन्सन हो अघिको बाटो फर्किनु पऱ्यो भने चाहिँ लास्ट टेन्सन हुन्थ्यो यो बाटो फर्किँदा टेन्सन भएन त्यहाँ अगाडि ट्रेकिङ गर्दै जाँदा चाहिँ पहिला गइसकेर थाहा होला कि
यो बाटो जान्छ नि है बाइक ग्रिन लेक जाने हो अनि यो जाँदैन त्यो बाटो त नजाने रहेछ है तर त्यस्तो हुने भएर नि रहेछ यहाँबाट तल बाटो छ एउटा त्यो बाटो पुग्ने रहेछ ग्रिन लेक मलाई हामी यही रहेछ ल भन्न त्यहाँ सोधिएछ नि अघि दाइहरूलाई यही हो यही हो स्योर हो कालु ल ल म जान्छु ए यहाँ चाहिँ बाइक आउने चाहिँ धन्न सोधिएछ यार त्यो दाइहरूले नभए बाटो फर्किनु परेर त टेन्सन हुन्थेन कि तर अब चाहिँ अलि अप्ठ्यारो आयो अब मेरो कालुलाई तल गएर भिडियो खिचिदेऊ रे खिचिदिनै पऱ्यो बिचरा त्यस्तो गाह्रो गरी आउँला आऊ आऊ केही हुँदैन के बिस्तारै आऊ ओइ काली ओइ छोड ब्रेक के भयो ब्याग त्यहाँ ठोकियो थियो केही भएन के भएन होइन ल ठिक छ झन्डै गुल्टेको हो अब कालु कसरी गुल्टेको त ल बस यहाँ फेरि दुईटा बाटो आयो तलैबाट जाने तल हो खै त ताल देखिनु पर्ने त के ताल कुन ताल ग्रिन लेक त्यो त अझै पर छ 2 किलोमिटर पर ल यो कुन गाउँ हो गाइस अब एकछिनमा कि त थाहा पाएर भन्छु कि त लेख्नु पऱ्यो कमेन्टमा म्यापमा देखाएन गालु यहाँ अगाडि आयो यहाँ छेउमा यस्तो दामी मलाई त कसम जुन गाउँ देख्यो त्यही गाउँ छेपिङ जस्तो भइरहेको गाइस यार मुस्ताङको भ्लगमा नि भनेको थिएँ मैले यसो 1-2 करोड पठाइदिनु न यार छोडेर अनि फेरि हिँड्छौँ क्या अनि हिँडेसित ट्रेकिङ सेकिङ आनन्दले 10 दिन 15 दिन एउटै ठाउँमा मस्त देखाउँछन् क्या यार यसो 1-2 करोड पठाइदिनु त ल 1 करोड भए पनि हुन्छ ल 1 करोड डोनेसन दिनु हामीलाई कस्तो राम्रो यार पहाडतिरको ठाउँहरू उराट लाग्दो हुन्छ होइन अनि फेरि गाह्रो हुन्छ यताउता केही आउँदैन यहाँ बसेपछि आनन्द साइडमा त्यस्तो दामी खोला रहेछ यहाँ बस्ने बोर लाग्यो खोलामा गएर बस्ने अब उस्तै पऱ्यो अब यो एउटा बाइक चाहिँ राख्नुपर्छ अनि फेरि डुल्न जाने बेला बेला नभए यहाँ के बोर लाग्ने गाइस यार हिमाल यस्तो नजिकबाट हामीले आजसम्म हेरेको थियौँ फर्स्ट टाइम हामी बस्ने त यहीँ पो रहेछ यार आइपुग्यौँ ल ए यस्तो दामी हिमाल देख्यो अनि यो होटल मृङ्ग्यो ग्रिन लेक एन्ड रिजोर्ट ग्रिन लेक त्यहाँ अब मैले किन स्विजरल्यान्ड जस्तो छ भनेको कारण चाहिँ अब भन्नुहोस् छ कि छैन लेख्नुहोस् कमेन्टमा लेख्नु यो साइड हिमाल छ यो साइड अहिले लेकहरू पनि मजाले फेरि देखाउँला गाइस अहिले चाहिँ जानु पर्यो सेटल डाउन हुनु पर्यो खाना खानु पर्यो
ओहो यस्तो खुसी लाग्यो नि ल ल अब रुम टुर पनि गराइदिइहालौँ है यो चाहिँ यहाँको रुमहरू अब म देखाउँछु रुम अघि दाइले दिइसक्नु हामीले रुम ब्याग लिएर हुँदैछौँ यहाँ रुम पनि एकदम राम्रो छ एकदम भने हाइफाई भित्र चाहिँ छैन तर A1 वर्ल्ड क्लास वाइ बिकज सी यस्तो दामी यस्तो डेन्जर हिमाल देखिँदो रहेछ रुमबाट अनिखेरि ल यही हो गाइस रुम जस यहाँ बस्नु चाहिँ दामी रहेछ अब फ्रेस हुने खानासाना खाने त्यसपछि डुल्न जाने यस्तो थकाइ लाग्यो है कालु थकाइसकाइ मऱ्यो नि होइन कस्तो वर्चिट भयो त त्यो बाटोबाट आएको हिमाल हेर्न हतार परेको तिमीले पुरै तानिदेऊ न पर्दा अल्पाइनमा नि कुरा गरेको थियौँ अनि त्यस्तै भाइरल भएकोहरूमा नि कुरा गरेको थियौँ त्यहाँ त रुमकै मात्र 3000 अनिखेरि खानाहरू त महँगो भइहाल्यो यो ठाउँ किन भाइरल भएन रहेछ आई एम सक्ड ठिकै छ अब जस हामी आइपुग्यौँ यहाँ अब तपाईँहरू पनि आउनुभयो भने यहाँ आउनु होला एकदमै दामी दामी गाइस कहाँ आइपुग्यौँ हामी के बोल्ने अब मैले के बोल्नु पर्ने ठाउँै छैन कि यहाँ पछाडि दिस इज लेक यस्तो होला भन्ने चाहिँ मैले इमेजिनेसन पनि भएको थिएन कि जतिसुकै फोटो भिडियो हेरेँ पनि अब कहाँ आइपुग्यो हामी गाइस हामी मिनी लेक दिस इज मिनी लेक कस्तो राम्रो यार कस्तो राम्रो के अघि त्यो लेकमा होइन यत्रो बेर बस्यौँ त्यहाँको घाम पुरै गयो अनिखेरि यता आएको यता चाहिँ अलिअलि घाम लागिरहेको रहेछ एन्ड इट लुक्स मेरो सिग्नेचर पोज खालि झगडा गर्दै हिँड्छ यो हामी घुम्छौँ भन्दैमा हाम्रो झगडा नपर्ने चाहिँ होइन है गाइस पर्छ अलिअलि पर्छ कहिले काहीँ अब ठ्याक्कै हुन्छ नि त अनि के कुरामा इरी लाग्छ अनि मेरो पनि जस्तै चिसो हावा चल्यो बहुत हावा चले चिसो छ हावा चलेर चिसो भयो न त खासै चिसो त थिएन हावा नचल्ने हो नि गर्मी रहेछ यो चाहिँ मिनी लेक मनाङको यो हाम्रो घर भइदिएदेखि कति रमाइलो हुन्थ्यो यस्तो दामी स्पटमा छ नि यस्तो दामी देखिया छ नि यस्तो ठाउँमा घर हुनुको मजा आयो अब यसलाई हामी एक राउन्ड मारेर फर्किन्छौँ अब ग्रिन लेकतिर किनकि ग्रिन लेकमा हामीले रुम ल्याएछौँ बाइक त्यही घरको अगाडि छ साह्रै सफा क्या पानी त क्रिस्टल क्लियर ल यस्तो टल्किरहेको छ माछा चाहिँ रहेनछ है देखिएन धेरै चिसो भएर होला माछा चाहिँ यता पनि दामी देखियो तर यता त नेक्स्ट लेभल छ क्या यहीँ छ हिमाल यहीँ टिपेर गोजीमा हालिदिउँ कस्तो यस्तो दामी देखिन्छ यो बरुको नाला किन यति दामी होला Hello guys, good morning from Switzerland. So अहिले हामी बिहानको कति बजिरहेको ए मैले त घडी लाएर हिँड्छु अहिले बज्यो होला 7:30 फोनमा हेर्नु न
7:30 भयो होला के 7:30 जति भयो होइन बिहानदेखि उठेर हेरिराखौँ हाम्रो के हो लकले यस्तै हो घामै लागेन बिहानदेखि घाम लागेन यस्तो चिसो भयो अहिले चाहिँ बल्ल अलि यताबाट आउँला तर पानी पर्नेवाला मौसमको पुरै भाइब्स आउँला अनि फोरकास्ट हेरेको भोलिदेखि चाहिँ पानी पर्ने रे सो ठिकै छ हिमालमा घाम टल्केको चाहिँ देख्न पाइएन तर हिमाल चाहिँ देख्न पाइयो अनि अब हामी जाँदैछौँ पछाडि हिमाल छ है यो हाम्रो बसेको स्टे यो रुम उताको अब अगाडि यो त मैले हिजो नि देखाएको थिएँ होला तर अब चाहिँ हामी ताल जाँदैछौँ किनभने बिहान पनि भयो हिजो यताउति डुल्यौँ अब ताल डुल्ने हो यस्तै चिसो है यस्तो चिसो त वाइल्ड छ लुगाहरू चाहिँ टन्न मस्त एउटा डाउन ज्याकेट मस्त लिएर आउनु घाम आयो है अब मेरो मनमा नि घाम आयो अलिअलि यो हाम्रो ग्रिन लेकको साइडवेज वकवेज यसरी बनेको छ अब पहिला न त तालको पानी यहाँसम्म हुन्थ्यो होला अहिले अब अलिक सुकेछ अनि गाइज यहाँ त्यो हाम्रो दाइले नि भनिराख्नु भएको थियो रुम भएको दाइले यसरी आएर यहाँ त्यो हुन्छ नि इभन स्विमिङ त धेरै टाढाको कुरा खुट्टा चोबालेर हात चोबालेर त्यस्तो केही गरेर बस्न मिल्दैन है सो प्लिज यस्तो ठाउँहरूमा आएर चाहिँ त्योहरू चाहिँ नगरिदिनु होला हामी आउँदाखेरि डिस्कसन चलिरहेको थियो कि त्यो एकजना ग्रुपले चाहिँ किन नमिल्ने टाइप्सको कुरा गरिराख्नु भएको थियो त्यो त आफ्नो कमन सेन्स हो नि यार आफूले नि हेर्नु पऱ्यो नि यस्तो दामी ठाउँ छ कहाँ त्यसमा खुट्टा चोबालेर बसिदिने नुहाइदिने स्विमिङ हानिदिने त्यस्तो त भएन नि त सो त्यो चाहिँ आफूले नि विचार गर्नुपर्ने हुन्छ त्यस्तो चाहिँ नगरिदिनु होला यस्तो सुकिसक्यो हाम्रो ग्रिन लेक कस्तो दामी थियो अझ पहिला ग्लोबल वार्मिङ नेचरलाई हामीले नै बचाउने हो बचाएन भने यस्तै हो 5 वर्षपछि आउँदा अझ सुकिसक्यो हुन्छ यो चाहिँ हाम्रो धुम्बा लेकमा भएको जस्तो साइडवेज होइन त अलिअलि धुम्बा लेक फिलिङ्स आइरहेको छ है खालि यहाँ चाहिँ अलिअलि मुस्ताङको भ्लग हेर्नुभयो त गाइज हाम्रो हेर्नु भएन भने हेरिहाल्नु है अनि म थुप्रैपल्ट गइसकेका छौँ तर अब भ्लग स्टार्ट गरे बेलादेखिको चाहिँ हाले सो त्यो पनि हेर्नु तपाईँहरू पनि डुल्न आउनु यस्तो दामी दामी ठाउँ छ नेपालमा विदेश किन गइराख्नु पऱ्यो मस्त नेपालमा आफूले पुग्ने जति कमाउने बस्ने खाने डुल्ने सकियो कि त्यसपछि लुक एट द भ्यू अब यो तलको एरियाको यो ताल त पुरै यहाँ पुरै भरि नै ताल हुन्छ कि साइड साइडमा बसेर यस्तो यस्तो बनाउनु है त्यो स्विमिङ खुट्टा चबालेर बस्ने त्यस्तो काम चाहिँ नगर्नु दिस इज अनदर साइड अफ ग्रिन लेक हेलो खै हेलो अरे हाई आम दिमुसा Hi, I'm Praveen. And together we are घुमन्ते बुढाबुढीले ल ट्याक्कै यस्तो दामी रिफ्लेक्सन पनि कस्तो दामी अझ घाममा अब पुरै टल्किन्थ्यो यो ल अघि मैले भनेको कुरा यहाँ लेखेको रहेछ है नो स्विम नो टोइलेट दिस हली एरिया डोन्ट वास योर ह्यान्ड युज द होटल टोइलेट फुलहरू नि यस्तो दामी रातो भयो अझ स्प्रिङमा आयो भने त पुरै रातो पहेँलो हुन्थ्यो होला है यो जङ्गल हो घाम अझ डेन्जर पऱ्यो भने डेन्जर आउने रहेछ कि कस्तो घामले चाहिँ धोका दियो यार हामीलाई के छ गाइज अब के गर्न सकिन्छ भन्नु त केही गर्न सकिन्छ तर पनि यस्तो इन्जोय भइरह यति हो कि घाम आएको भए अझ कस्तो चाहिँ देखिन्थ्यो भन्ने एकदम झन् भयो कि त्यही भने म त यो जङ्गलकै फ्यान भयो कि म फेरि त्यही भएर अर्को राउन्ड नि हान्ने ल ल लुगा यस्तो मोटो मोटो ला काँडाले त केही गर्दैन कस्तो दामी के कलर यो पुरै एरियामा घाम लागेको भए त यो पुरै टल्किन्थ्यो कि जङ्गल पनि त्यही भने ल यो साइडबाट यस्तो ल यता फेरि आकाश यस्तो ल अब यहाँबाट हिँड्दै गएपछि त्यहाँ पुगेपछि सक्यो त्यो
घरको अगाडिको ट्याक्क वरिपरि जङ्गल यस्तो दामी के यहाँ हेर्नु न ल कहाँ आइपुग्यो यस्तो अझ होइन यहाँ मुस्ताङमा अघि के अरे हिजो हामी त्यो उता गएको थियौँ मनाङ बजार मुस्ताङ भन्ने छ मनाङ बजार त्यहाँ त पुरै चौर छ अनि यस्तो फुलहरू रुखहरू अनि हिमालहरू अनि हिजो हिँड्दाखेरि फेरि बेलुका हुन लागिसकेको थियो नरोकी हिँड्नु पर्यो फेरि राति होला भने यहाँ त लास्टै चाँडै हुने राति पनि तपाईँहरू आउनु हुँदाखेरि यहाँबाट मनाङ जाँदाखेरि ट्याक्कै यस्तै देखिनुहुन्छ पुरै चौर यस्तो ठुल्ठुलो डाँडा हिमाल त्यहाँ पनि रोकेर एकछिन त्यहाँको पनि मजा लिनुहोस् है हामीले त लिन पाइनौँ तपाईँहरू चाहिँ लिनुहोस् यहाँबाट कहाँबाट जाने हो र उताबाट होला जाने बाटो रुगा लाग्ला जस्तो भइसक्यो है चिसोले अहिले घाम लागेपछि त अलिक कम भयो है त्यही हो नि यस्तो पहेँलो रातो लास्टै दामी यार बाहिरबाट हेर्दा त्यो ताल हेरेर फर्किने मान्छे त भेरी अनलकी भित्र जङ्गल आएन भने त के जाने हो त्यो त हेलो नमस्ते हेलो नमस्ते Kalu? Yes. Wait. So guys, अब हाम्रो ग्रिन लेकको राउन्ड पनि सक्यो अब हामी एकछिन यहाँ बसेर आनन्दले इन्जोय गर्छौँ मज लिन्छौँ यो ठाउँको फिल गर्छौँ आज हामीले कहीँ रस छैन हिजो डुलिसक्यौँ अलिअलि अब आज यहीँ आनन्द लिने हो कि मैले त स्टार्टिङमै भनेको थिएँ म त कहीँ जान्न भनेर तर अब त्यहाँसम्म गयौँ किनभने यो ठाउँ यस्तो दामी छ छोड्नै मन लागिरहेन सो त्यही हो गाइस अब अगाडि हेर्दै गर्नु होला अनि कस्तो लाग्यो हजुरहरूलाई ग्रिन लेक कमेन्टमा लेख्नु होला यहाँको पुरै ट्रेल कस्तो लाग्यो त्यो पनि लेख्नु होला है Your hands like thunder on my skin. You pull me close just to pull me in. Breathless trapped beneath your eyes. I lose myself where danger lies. So guys, finally अब हामी मनाङबाट निस्किन लाग्यो आज हामी बेसी सहर पुग्छौँ त्यहाँबाट पोखरा पनि पुग्छौँ 12 बजे छ अब हामीले आउँदाखेरि ठ्याक्क 6 घन्टा लाग्यो थियो बेसी सहरबाट त्यो हिसाबले हामी निस्किरहौँ पोखरा त राति नै पुग्दा पनि हुन्छ हामीले तर बेसी सहरसम्म चाहिँ टाइममा पुग्नु पर्यो त्यही भएर अहिले 12 बजे निस्किरहौँ 6 घन्टा पुरै अफरोड छ पुरै अफरोड त्यही भएर उज्यालोमै बेसी सहर जसलेसुकै जेसुकै भन्नुहोस् यतिको बाटो त ठिक हो यताउति ठिक त हो तर बी प्रिपेयर्ड अलिकति एक्स्ट्रा टाइम लिएर आउनु किनभने 6 आवर्स फुल्ली अफरोड है सो अब हामी फाइनली यहाँबाट निस्किन लाग्छौँ ब्याग स्याग सबै प्याक भइसक्यो बाइक साइक रेडी भइसक्यो अब ब्याग बोकेर हिँड्ने अब त्यही हो बाटो आउँदाखेरिको देखाइसकेको छ सो खासै म भ्लग बनाउँदिनँ अब बाटोमा अप्ठ्यारो पनि छ लास्टै आउँदाखेरि त्यस्तो दुःख गरेर देखाएको छ है सो त्यसैको लागि भयो भने लाइक कमेन्ट सेयर सब्सक्राइब घर बेसी सहर पुग्छौँ अब कतिखेर पुग्छौँ ठ्याक्क कति टाइम लाग्यो त्यो चाहिँ देखाउँछौँ तर अब मनाङको लागि चाहिँ आई थिङ्क यति नै होला ल लास्ट फेरि हेर्नुहोस् है ग्रिन लेक अनि फेरि गाइस फाइनली हामी आइपुग्यौँ बेसी सहर यो होटलमा हामी बसेका थियौँ होटल टुकुचे भन्ने
अनि हामीलाई आउँदा चाहिँ अहिले 5 घन्टा लाग्यो, जाँदा 6 घन्टा लागेको थियो। अब अलि स्पिड कुदाउन मिल्यो बाटो थाहा भएर। तर धारापानी होइन, धारापानीदेखि चाहिँ बाटो डेन्जर बेसी सहर टु धारापानी खत्तम भनेपछि बेसी सहर टु धारापानी चाहिँ डेन्जर खत्तम हो। बरु उता मनाङ पुग्न लाग्दाखेरि चाहिँ बाटो अलि ठिक छ। धारापानीबाट मनाङ जाँदा चाहिँ राम्रै छ, त्यतिकोलाई चाहिँ राम्रो भन्नुपर्छ। तर त्यहाँदेखि यता चाहिँ खत्तम डेन्जर। 5:30 भयो अहिले। 3 घन्टा जतिमा पोखरा पुग्छौँ होला, 3 घन्टा जतिमा 3 साढे 3 घन्टा। सो अब अहिले अन्ध्यारो भइसक्यो, भ्लग चाहिँ यहीँ सकाइरहेछौँ। सो इफ हजुरहरूलाई मन परेको छ भने कस्तो लागेको छ लेख्नु होला कमेन्टमा, अनि सब्सक्राइब गर्नु होला। कति भन्ने अब त्यो त। सो कस्तो लाग्यो पुरै जर्नी, अल ओभर जर्नी कस्तो लाग्यो? हजुरहरूलाई पनि जान मन लाग्यो कि लागेन होइन? तिल्लीचो बाँकी छ, हामीलाई थाहा छ। तिल्लीचोको लागि फेरि आउँछ मनाङ, त्यो चाहिँ ट्रेकिङ हान्नुपर्छ, त्यही भएर टाइम लिएर आउनुपर्छ। अहिलेकै टाइम भयो नि पुग्थ्यो, अरू कतै नडुलेको भए। सो त्यो चाहिँ नेक्स्ट टाइम। त्यही हो गाइस। अरू कुन कुन ठाउँ जान सकिन्छ बाइकबाट 1-2 दिनको छुट्टीमा, 2-3 दिनको छुट्टीमा पोखराबाट? हजुरहरूलाई थाहा छ भने कमेन्टमा लेख्नु, हामी पक्कै पनि जान्छौँ है। सी यू इन आवर नेक्स्ट ब्लग। बाइ।